सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड गुड मर्निङ। मेरो चाहिँ आज कम्पनीमा सानोतिनो फङ्सन पार्टी राखेको थियौँ हामीले। 3 दिनको छुट्टी भएको कारणले गर्दाखेरि के गर्ने त 3 दिनको छुट्टीमा भनेर सानोतिनो फङ्सन, सानोतिनो पार्टी। अब हामी यता हेर्नुहोस्, हाम्रो कम्पनीको थोरै टेन्सन गाडेको थियौँ हामीले, त्यो हेर्नलाई निकै बवालै लाग्दै थियो। अब हामीले यहाँ काम गर्न सघाउनु पर्ने हुन्छ, हामीले नि गर्नुपर्ने हुन्छ। हामी सबैले 100 रुपियाँ तिरेर हामीले सानोतिनो पार्टी राखेको थियौँ। निकैजना नेपालीहरू हामी मिलेर पार्टी राखेको हो। अब हामी सघाउने हो। अब यहाँ दाइले प्याज केलाउँदै हुनुहुन्छ, टमाटर समटर धोएर ल्याउनु भयो, प्याज केलाउँदै हुनुहुन्छ हाम्रो दाइले। यहाँ टमाटर छ, त्यहाँ काँक्रा, त्यहाँ मुला ल्याउँदै हुनुहुन्छ सम्झीले। हाम्रो दाइ त्यहाँ बसिरहनु भएको थियो। अनि मासु, खसीको मासु काटेर रेडी गर्दै हुनुहुन्छ। खसीको मासु अब काटेको त भिडियो हाल्नु मिलेन, यो पनि पर्मिसन दिन्छ कि दिँदैन थाहा भएन। तर हाम्रो कम्पनीमा यसरी रमाइलो हुन्छ, नेपालमा बसेको जस्तै फिल आउँछ, राम्रो छ होइन। सबै नेपाली भएर पनि होला त्यति घरको याद आउँदैन, सबै नेपाली मिलेर बस्छौँ हामी यसरी पार्टी साटी। अब 3 दिनको छुट्टीमा भ्यू हेर्नु न, बवाल के छ क्या, फेरि बिहानको भ्यू बवाल छ। टेन्सन बिहानै गाडेको हामीले, अनि त्यतिखेर भिडियो बनाउनु चाहिँ मिलेन। हाम्रो दाइले खसीको टाउको पोल्नको लागि यसरी हाम्रो दाइले खसीको टाउको पोल्दै हुनुहुन्छ। अब त्यसलाई त सफा गर्नु पऱ्यो, खसीको टाउको त छोडिँदैन होइन, त्यो हो मेन स्पेसल भनेको त। अनि हाम्रो दाइले खसीको टाउको अनि खुट्टाहरू बनाउँदै हुनुहुन्छ। मासु काट्नेहरू उता काटिरहनु भएको छ, यता दाइले बनाइरहनु भएको छ, आफ्नो काम गरिरहनु हुन्छ। अनि हामीहरू यसरी प्याज सबै काटेर रेडी गरेर राखिदिउँ, किनभने अब टाइम थिएन नि त। अब सब कुरो मिलाएर राख्नुपर्छ। हामीले सब कुरो काटेर मिलाएर राखिसक्यौँ गाइज। अब पकाउन बाँकी छ, पकाउनतर्फ पनि हामी छिटै जान्छौँ, किनभने चुलो बनाउँदै हुनुहुन्थ्यो उता। चुलो बनेर गाइज रेडी भयो, हामीले पकाउन नि सुरु गरिसक्यौँ। हामी पकाउँदैछौँ यता टक्क होइन। हामीले पकाउने चाहिँ लोकल स्टाइल क्या, हाम्रो नेपाली स्टाइलमै पकाउने हो। चुलोमा बवाल हुन्छ, गाउँघरको याद, गाउँघरको होइन सब कुरो सेम यहाँ गाउने जस्तै छ। मलेसिया हो गाइस, तर गाउने जस्तै क्या लाग्दैछु। म कतै धरानतिर छु कि जस्तो त्यस्तै फिल आउने। अनि गाइस मैले चाहिँ खाना खाइसकेँ। खाना खाएको भिडियो बनाउनु पाइनँ किनभने मेरो फोनमा चार्ज थिएन। जस्तो भए पनि एउटा बनाइदिएँ मैले। खानासाना खाएर एउटा दामी, हेर्नु न दामी निकालिदिएँ। दाइहरू खाएर आउँदै हुनुहुन्छ, कतिले लिएर आउँदै हुनुहुन्छ उब्रेको सामानहरू होइन। बवाल छ हाम्रो दाइले। ज्यान लुरे भए पनि सुकेको जिउमा लुकेको बल छ दाइसँग। दाइ एकदम कडा मान्छे हो। त्यत्रो मुला गाजर खाइदिनुहुन्छ, काँक्राहरू होइन। दामी छ यो सिन, यो भ्यू मलेसियामा यस्तो भ्यू दामी छ होइन। मेरो चाहिँ यो फर्स्ट भिडियो हो यस्तो भ्लग बनाएको मैले सानो। दामी छ भने यसो सब्सक्राइबहरू गरिदिनु होला, राम्रो लाग्यो भने। यस्तो दामी छ होइन। अब चाहिँ हामी भिडियोलाई तर्फतिर लानेछौँ होइन। हाम्रो सानो भाइले पटेका पड्काउँदैछ होइन।